कसले सिद्ध्यायो नेपाली फुटबललाई? के थियो आजभन्दा 11 वर्ष अगाडिको म्याच फिक्सिङको रहस्य? के हाम्रा खेलाडीले साँच्चै म्याच फिक्सिङ गरेका थिए कि नेपाली फुटबललाई सिद्ध्याउन रचिएको कुनै चाल थियो? के थियो पर्दा पछाडिको त्यो चाल? अदालतको फैसला आउनुभन्दा पहिले नै प्रहरी र मिडियाले खेलाडीलाई देशद्रोही प्रमाणित गर्न किन हतारो गरे? बुझौं कसरी एउटा प्रचारले आज नेपाली फुटबलको जग नै भत्काइदियो र खेलाडीलाई विदेश पलायन हुन बाध्य पार्यो। हामी वर्ल्ड कपका फाइनल भन्छौं, सेमी फाइनल भन्छौं, तर हाम्रो देशको अवस्था यो कसरी भयो त्यो बुझौं। यो घटना बुझ्न हामी 2013 को साफ च्याम्पियनशिपमा पुग्नुपर्छ। नेपाल र भारत दुवैको 4-4 अंक थियो। सेमी फाइनल पुग्न दुवैलाई यो अन्तिम खेल जित्नै पर्ने दबाव थियो। दशरथ रंगशाला दर्शकले पुरै प्याक थियो। पहिलो हाफमा कुनै गोल हुन सकेन र 0-0 मा सकियो। तर दोस्रो हाफमा खेल बदलियो। म्याचको 70औं मिनेटमा सन्दीप राईको फ्रीकिक बल अनिल गुरुङको खुट्टामा पुग्यो र नेपालले पहिलो गोल गर्यो। त्यसको 10 मिनेटपछि जुमानु राईले दोस्रो गोल गरेर नेपालको जित पक्का बनाइदिए। खेलको अन्तिम मिनेटमा भारतले एक गोल फर्कायो, तर नेपालले यो म्याच 2-1 ले जित्यो। भारतलाई हराएपछि नेपाल यो टुर्नामेन्टको फेभरेट टिम बन्यो र सेमी फाइनलमा अफगानिस्तानसँग खेल्ने पक्का भयो। सेमी फाइनल सुरु हुनुभन्दा अगाडि नै नेपालले पहिलो पटक उपाधि जित्ने आशामा पुरै देश उत्साहित थियो। तर म्याचको 11औं मिनेटमै गोलकिपर किरण चेम्जोङको एउटा सानो गल्तीले गर्दा अफगानिस्तानले गोल गर्यो र नेपाल स्तब्ध भयो। सुरुवातमै पछि परेको नेपालले गोल फर्काउन आफ्नो पुरै शक्ति लगायो। खेलाडीले एक पछि अर्को गर्दै लगातार धेरै प्रयास गरे, तर न त अफगानी डिफेन्स तोड्न सके न त भाग्यले नै साथ दियो। समय बित्दै जाँदा खेलाडीको छटपटी र दर्शकको सन्नाटा बढ्दै गयो, तर नेपाली टोलीले अन्तिम मिनेटसम्म पनि माया नमारिकन खेलिरह्यो। म्याचको अन्तिम समयमा अफगानिस्तानका गोलकिपरले विमल घरती मगललाई लडाएपछि नेपालले पेनाल्टी पायो। रंगशालामा सबैमा आशा जाग्यो र पेनाल्टी हान्न नेपालका स्टार प्लेयर रोहित चन्द अगाडि बढे। रोहितले प्रहार गरे, तर अफगानी किपरले बल सजिलै बचाइदिए। सबै नेपाली फ्यान निराश भइसकेका थिए, तर त्यही बेला असिस्टेन्ट रेफरीले किपल गोल लाइनबाट अगाडि बढेको भन्दै फेरि पेनाल्टी हान्न भने। यो दोस्रो मौका रोहितले मिस गर्दैनन् भन्नेमा सबैको अनुमान थियो, तर दुर्भाग्यवश रोहितले दोस्रो पटक पनि त्यही दिशामा हान्दा किपरले बल फेरि सजिलै बचाइदिए। अन्ततः नेपालले यो म्याच 1-0 ले हार्यो र सबैले आज नेपालको भाग्य नै रहेनछ भनेर चित्त बुझाए। अब गेम यहाँदै सुरु हुन्छ। साधारण नेपाली फुटबल समर्थकले यस हारलाई केवल खेलको एउटा खराब दिन र अभागी भाग्यको रूपमा स्वीकार गरे पनि पर्दा पछाडि अर्कै खेल चलिरहेको थियो। एसियन फुटबल कन्फेडरेसनले यस खेललाई र विगत केही वर्षदेखि नेपालले खेलेका अन्तर्राष्ट्रिय म्याचलाई निकै गम्भीरताका साथ नजिकबाट हेरिरहेको रहेछ। एएफसीले सन् 2008 मा मलेसियामा आयोजना भएको मर्डेका कपदेखि नै नेपालका हरेक खेलहरूको भित्रैबाट प्राविधिक र रणनीतिक विश्लेषण गरिरहेको थियो भनिन्छ, किनकि उनीहरूलाई म्याच फिक्सिङको शंका थियो। यही अनुसन्धान चलिरहँदा सन् 2014 मा संसारकै प्रख्यात म्याच फिक्सर विल्सन राज पेरुमलले क्वेलोङ किङ्स नामको एउटा आफ्नो आत्मकथा किताब रिलिज गरे, जसले फुटबल जगतमा भूकम्प ल्याइदियो। यो किताबको च्याप्टर 7 र पेज नम्बर 272 मा नेपाली फुटबलको ठूलो पोल खोलिएको थियो। उनले लेखेका छन् कि 2008 को मर्डेका कपमा नेपालले सिएरा लियोनासँग 4-0 ले हार्नुपर्ने सेटिङ थियो र नेपाली खेलाडीहरू सजिलै हार्न तयार भए। याद रहोस्, यो एउटा विदेशीले लेखेको किताब हो। लज्जास्पद कुरा त के छ भने यी फिक्सरहरू कन्ट्याक्टमा आउनु अगाडि नै नेपाली खेलाडीहरू मलेसियन एजेन्टहरू मार्फत भ्रष्ट भइसकेका थिए भनियो। खेलाडीहरू मैदानमा देशको झण्डा बोकेर खेल्दै गर्दा ब्याक स्टेजमा म्याचको नतिजा पहिले नै पैसाको बिटोमा फिक्स भइसकेको कुरा यो पुस्तकले छरपष्ट पार्दियो। सायद उनीहरूका लागि छरपष्ट, हाम्रो लागि अरू केही थियो कि? नेपाली फुटबलमा म्याच फिक्सिङ भइरहेको कुरा एएफसीले सन् 2008 मै थाहा पाइसकेको थियो भनिन्छ। एएफसी र फिफाले यसबारे एन्फालाई पटक पटक जानकारी गराए र यो रोक्न भने अरे, तर त्यो बेलाका एन्फा अध्यक्ष गणेश थापाले कुनै अनुसन्धान र कारबाही गरेनन्। उल्टे उनले सबै राष्ट्रिय खेलाडीलाई बोलाएर हामी म्याच फिक्सिङ गर्दैनौ भन्दै कसम खान लगाए र कुरालाई त्यत्तिकै सामसुम पारिदिए। एन्फाले वास्ता नगरेपछि एएफसी आफैले अनुसन्धान सुरु गर्यो। पछि यसमा नेपाल पुलिस र खेलकुदको सट्टेबाजी निगरानी गर्ने संस्था स्पोर्टर्स राडर पनि थपिए। उनीहरूको रिपोर्टमा नेपालका 16 देखि 23 वटा म्याचहरू फिक्सिङ भएको डरलाग्दो तथ्य देखियो। स्पोर्टर्स राडरले बेटिङ प्याटर्न चेक गर्दा नेपाल हार्ने पक्षमा अन्तर्राष्ट्रिय बजारमा एकदमै भयानक रूपमा एकदमै ठूलो रकमको सट्टेबाजी भइरहेको थियो, बेटिङ। यसले नेपाली खेलाडीहरू बुकेको इशारामा खेलिरहेका छन् भन्ने कुरा उनीहरूको नजरमा पक्का गरिदियो। तर यहाँ प्रश्न उठ्छ,
त्यही बेला जानकारी पाइसकेको थियो भने एन्फा आफैले अनुसन्धान किन गरेन? यस्तो गम्भीर रिपोर्ट आएपछि एन्फा आफैले अनुसन्धान गर्नुपर्ने थियो, तर आन्तरिक राजनीतिका कारण त्यसो हुन सकेन। अन्ततः 2015 को अक्टोबर 14 मा नेपाल पुलिसले एउटा ठूलो अपरेसन चलायो। पुलिसले राष्ट्रिय टोलीका कप्तान सागर थापा, स्टार प्लेयर सन्दीप राई, रितेश थापा, विकास सिंह छेत्री र उन्जन केसीलाई म्याच फिक्सिङको आरोपमा पक्राउ गर्यो। यो खबरले नेपाल मात्र होइन, अन्तर्राष्ट्रिय फुटबल जगत नै हल्लियो। देशका लागि खेल्ने राष्ट्रिय हिरोहरू नै पैसा खाएर म्याच फिक्सिङमा समातिएपछि नेपाली खेलकुद स्तब्ध बन्यो र सबै फुटबल फ्यानहरूको मन टुक्रा टुक्रा भयो। यो घटनामा सबैभन्दा रोचक कुरा के थियो भने त्यतिबेला नेपालको कानूनमा म्याच फिक्सिङ सम्बन्धी कुनै नियम वा सजायको व्यवस्था नै थिएन। त्यसैले पुलिसले उनीहरूमाथि म्याच फिक्सिङको नभएर देशलाई धोका दिएको भन्दै राज्य विद्रोहको अपराधको मुद्दा दर्ता गर्यो। नेपालमा यो कानून लडाई चलिरहँदा अन्तर्राष्ट्रिय फुटबल संस्थाहरू फिफा र एएफसीले भने खेलको नियम तोडेको भन्दै यी 5 जना खेलाडीलाई आजीवन प्रतिबन्ध लगाइदिए। यसले उनीहरूको फुटबल करियर सधैँका लागि समाप्त पारिदियो। यो पुरै स्क्यान्डलको केन्द्रमा राष्ट्रिय टोलीका कप्तान सागर थापालाई देखाइयो। काठमाडौँमा जन्मिएका उनको बाल्यकाल धरान र विराटनगरमा बित्यो। विराटनगरमा खेल राम्रो भएपछि उनलाई काठमाडौँको डेफोर्ड स्कुलले स्कलरशिप दियो र 17 वर्षको उमेरमा उनले फ्रेन्ड्स क्लब जोइन गरे। सुरुमा सागर स्ट्राइकर र मिडफिल्डर थिए, तर प्रशिक्षकको आग्रहमा डिफेन्डर बनेपछि उनको करियरले नयाँ मोड लियो। उनको खेल यति राम्रो भयो कि 19 वर्षमै उनले राष्ट्रिय टोलीबाट डेब्यू गरे। घरेलु फुटबलमा थुप्रै लिग जितेका सागर सन् 2010 मा नेपालको कप्तान बने। सन् 2011 मा बंगलादेश विरुद्ध म्याचको अन्तिम मिनेटमा उनले लामो दूरीबाट हानेको यो फ्री किक सिधै गोल भयो, जुन उनको करियरको एकमात्रै अन्तर्राष्ट्रिय गोल थियो र यसलाई फिफाको पुस्कास अवार्डमा नोमिनेट गर्ने हल्ला समेत चलेको थियो। सन् 2013 मा भारतलाई हराउनु र एन्फाबाट प्लेयर अफ द इयरको अवार्ड पाउनु उनको खेल जीवनको सर्वोच्च शिखर थियो, तर अब जे हुनेवाला थियो त्यो कसैले कल्पनासम्म गरेको थिएन। सागर थापाको व्यक्तिगत करियर सफल भए पनि नेपाली फुटबल टोलीको अवस्था भने अस्थिर थियो। टोलीमा एकरूपता थिएन। सन् 2014 को विश्वकप क्वालिफायरमा जोर्डनसँग उसकै मैदानमा 9-0 ले हारेको नेपालले एक हप्तापछि काठमाडौँमा त्यही बलियो टोलीलाई 1-1 को बराबरीमा रोक्यो, तर आफ्नै मैदानमा भएर पनि होला। यही बीचमा एन्फा अध्यक्ष गणेश थापा विरुद्ध आर्थिक भ्रष्टाचारको मुद्दामा आफ्नै उपाध्यक्षहरूले फिफामा उजुरी गरिदिए। संसदको सार्वजनिक लेखा समितिले कारबाही गर्न खोज्दा फिफाले नेपालमाथि प्रतिबन्ध लगाउने खतरा बढ्यो। यस्तोमा फुटबल बचाउन खेलाडीहरूको नेतृत्व गर्दै सागर थापाले नै खेलकुद मन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए, जसको केही समयपछि फिफाले गणेश थापामाथि 10 वर्षको प्रतिबन्ध लगायो। एन्फाको सत्ता लडाई र एएफसीको अनुसन्धान सँगसँगै चलिरहेको बेला प्रहरीले खेलाडीलाई नाटकीय रूपमा पक्राउ गर्यो। प्रहरीले खेलाडीले बुकीबाट प्रति म्याच $5,000 सम्म लिने गरेको र बैंक रेकर्डबाट त्यो पुष्टि भएको दावी गर्यो। तर सागर थापाले भने त्यो पैसा म्याच फिक्सिङको नभएर साथीको हस्तकला व्यवसायको व्यक्तिगत भुक्तानी भएको र बुकीहरूको अफर आफूले पहिले नै अस्वीकार गरेको बताए। तर प्रहरीले उनीहरूलाई अपराधी जस्तै गरी मिडिया सामु मास्क लगाएर सार्वजनिक गर्यो र अदालतको फैसला अगावै दोषी देखाउने हतारो गर्यो। यो काण्डपछि पुराना खेलाडी हटे र नयाँ अनुहार आउँदा नेपालले सोलिडारिटी कप र बंगबन्धु कप जस्ता उपाधिहरू जित्यो। तर कथामा ट्विस्ट तब आयो जब सन् 2018 मा विशेष र सर्वोच्च अदालतले म्याच फिक्सिङ सम्बन्धी कानून नभएको र राज्य विरुद्धको अपराध पुष्टि नभएको भन्दै खेलाडीलाई निर्दोष ठहर गर्यो। हेर्नुस्, कानूनी रूपमा निर्दोष भए पनि फिफाको आजीवन प्रतिबन्ध भने कायमै छ, जसका लागि एन्फाले अन्तर्राष्ट्रिय खेल अदालतमा अपिल गर्नुपर्छ। अहिले सागरको एउटै इच्छा, एन्फाको अन्तिममा 5 मिनटका लागि भए पनि नेपालको जर्सी लगाएर मैदानबाटै सम्मानजनक संन्यास लिने उनको रहर छ, जबकि वास्तविक ठूला माछाहरू उम्किएको आशंका अझै मेटिएको छैन। नेपाली फुटबललाई सिध्याउने यो षड्यन्त्रको पछाडि एन्फाको आन्तरिक सत्ता राजनीतिको ठूलो हात देखिन्छ, जहाँ नेतृत्व तहको वित्तीय भ्रष्टाचार र फिफाको सम्भावित कारबाहीबाट ध्यान मोड्न कप्तान सागर थापा र अन्य खेलाडीलाई बलिको बकरा बनाइयो। सन् 2008 देखि नै म्याच फिक्सिङ भइरहेको दावी गर्ने एएफसी र फिफाले 2015 सम्म मौन बसेर नेपाली फुटबललाई खेल माफिया र बुकीहरूको चंगुलमा बर्बाद नदिनु आफैमा शंकास्पद छ। थाहा थियो भने त्यतिखेरै कारबाही गरिहाल्थ्यो त, किन 7 वर्षसम्म कुरेर बस्यो? त्यसमाथि सन् 2018 मा नेपालको सर्वोच्च अदालतले यी खेलाडीहरूलाई कानूनी रूपमा निर्दोष साबित गरिसक्दा पनि फिफाले आजीवन प्रतिबन्ध नहटाउनु र एन्फाले आफ्ना खेलाडीको न्यायका लागि अन्तर्राष्ट्रिय खेल अदालतमा अपिल नगर्नुले ठूला भ्रष्टाचारलाई जोगाउन खेलाडीको करियर नै बलिको रूपमा चढाइएको प्रश्न पार्दैन र? अन्ततः अदालतको फैसला अगावै प्रहरी र मिडियाले उनीहरूलाई देशद्रोहीको ट्याग भिडाएर गरेको क्रूर मिडिया ट्रायलले आम खेलाडीको मनोबल कति गिरायो होला। कर्पोरेट लगानीकर्ताहरू भगायो र घरेलु लीगलाई भत्ताभुङ्ग पार्दै आजको दिनमा सयौं प्रतिभावान खेलाडीलाई भविष्य नदेखेर विदेश पलायन हुन बाध्य बनाउने जग बसाल्यो। हामीले यो विगत खोतल्दैन थियौं होला, तर जब फिफाले वर्ल्ड कप चलिरहेका बेला एन्फामाथि प्रतिबन्ध लगायो नि,
हामीले हाम्रा सागर थापाहरूलाई सम्झिन बाध्य भयौं।